नमस्ते, 안녕하세요। तपाईँ कोरियामा इनाइन भिजामा काम गरिरहनु भएको छ भने यो खबर तपाईँको लागि महत्त्वपूर्ण हुन सक्छ। सोच्नुहोस् त, तपाईँको कुनै गल्ती छैन, तर रोजगारदाताले आवश्यक प्रक्रिया समयमा पुरा नगर्दा तपाईँको काम गर्ने अवधि सकियो भने के हुन्छ? त्यस्तै एउटा घटनामा अब कामदारलाई पुनः काम गर्ने अवसर दिनुपर्ने भन्दै कुकमिन गोनिक वेवनहोएले खोयोङ नोदोङ्बुलाई सुझाव दिएको छ। आजको भिडियोमा यो घटना के हो र इनाइन कामदारले यसबाट के कुरा बुझ्नुपर्छ भन्ने, रोजगारदाताको गल्ती वा लापरवाहीका कारण इनाइन विदेशी कामदारको पुनः रोजगारीको प्रक्रिया छुटेको अवस्थामा कामदारको गल्ती नभए पुनः रोजगारीको अवसर दिनु उचित हुने भन्दै खोयोङ नोदोङ्बुलाई छेदोखेसन अर्थात् व्यवस्था सुधार गर्न उइग्यन फोम्यङ गरेको छ। यो विषय एउटा वास्तविक घटनाबाट सुरु भएको हो। इनाइन भिजामा रहेका एक विदेशी कामदारले रोजगारदातासँग आफ्नो कामको अवधि थप गरेर पुनः काम गर्ने सहमति गरेका थिए। तर काम गर्ने अवधि सकिन लाग्दा रोजगारदाताले छेखोयोङ हगा सिन्छङ अर्थात् पुनः रोजगारी अनुमति आवेदन गर्नुपर्नेमा त्यो प्रक्रिया नगरी छेर्यो खिगान यन्जाङ अर्थात् बसोबास अवधि थप्ने आवेदन मात्र गरे। त्यसका लागि आवश्यक रोजगार सम्बन्धी कागजात नभएकोले बसोबास अवधि थप्ने आवेदन पनि अस्वीकृत भयो। त्यसपछि रोजगारदाताले ढिलो गरी पुनः रोजगारीको अनुमति माग्दा आवेदन गर्ने समय सीमा नै नागिसकेको थियो। त्यसैले त्यो आवेदन पनि स्वीकार भएन। यसको परिणाम के भयो भने कामदारको आफ्नो गल्ती नभए पनि उसको काम गर्ने अवसर गुम्यो र अन्ततः अवैध बसाइको अवस्थामा पुग्ने अवस्था आयो, अर्थात् उक्त कामदार इलिगल हुने अवस्था आयो। आयोगले यो अवस्थामा कामदारको कुनै गल्ती नभएको र समस्या रोजगारदाताको प्रक्रियागत गल्तीका कारण अर्थात् साउको गल्तीको कारण भएको भन्दै त्यस्ता कामदारलाई पुनः रोजगारीको अनुमति दिनु उचित हुने राय दिएको हो। साथै भविष्यमा कामदारको गल्ती नभएको अवस्थामा पनि रोजगारीको अवसर गुम्ने यस्ता समस्या दोहोरिन नदिन व्यवस्था सुधार गर्न खोयोङ नोदोङ्बुलाई सुझाव दिएको छ। तर यहाँ एउटा कुरा एकदमै स्पष्ट बुझ्नुपर्छ, यो सबै इनाइन कामदारको भिजा स्वत थपिने निर्णय भने होइन। त्यसैले इनाइन कामदारले आफ्नो अवस्था पनि यही निर्णयका कारण स्वत समाधान हुन्छ भनेर बुझ्नु हुँदैन। इनाइन कामदारले के कुरामा ध्यान दिने त? यदि तपाईँ इनाइन भिजामा काम गरिरहनु भएको छ भने आफ्नो खोयोङ हगा खिगान अर्थात् रोजगार अनुमति अवधि र छेर्यो खिगान अर्थात् बसोबास भिजा अवधि नियमित रूपमा जाँच गर्नुहोस्। त्यसको लागि तपाईँहरू हाई कोरियामा गएर सो कुराहरू चाहिँ जाँच गर्न सक्नुहुन्छ। विशेष गरी काम गर्ने अवधि सकिन लाग्दा मेरो रोजगार अवधि कहिले सकिन्छ, रोजगारदाताले पुनः रोजगारीका लागि आवश्यक प्रक्रिया गरिसकेको छ कि छैन भनेर समयमै बुझ्नुहोस्। रोजगारदाताले प्रक्रिया गरिदिन्छ भनेर मात्र ढुक्क भएर अन्तिम समयसम्म पर्खिनुभन्दा आफ्नो अवधि आफैले पनि जाँच गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। यदि रोजगारदाताको गल्तीका कारण आफ्नो कानुनी अवस्था प्रभावित भएको छ भने सम्बन्धित खोयोङ सेन्थ वा छुलिफुक वैकुक इन्चङबाट आधिकारिक जानकारी लिनुहोस्। अन्तिममा त्यसैले यो समाचारको मुख्य कुरा के हो भने कामदारको गल्ती नभएको अवस्थामा रोजगारदाताको अर्थात् साउको प्रक्रियागत गल्तीको सम्पूर्ण भार कामदारमाथि मात्र नपरोस् भन्ने विषयमा सुधारको पहल भएको छ। तर यो सबै इनाइन कामदारको भिजा स्वत थपिने निर्णय भने होइन। तपाईँलाई यस्ता कोरिया सम्बन्धी नयाँ नियम, भिजा अपडेट र विदेशी कामदारलाई काम लाग्ने जानकारीहरू मनपर्छ भने कोरिया नेपाल ट्युबलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद, नमस्कार।